रासपा भनेको यस्तो हो, आम जनताको मन मुटु मस्तिष्कमा बसिसकेको र वर्ल्डमा विश्वमै नेपाली जनता छरिएर बस्नु भएको पनि सारा जनताले बुझिसकेको एउटा पार्टी हो। रासपाको त्यसको सभापति रविजी हुनुहुन्छ र उहाँ जतिको मान्छेले त्यसो गर्नुभयो होला भनेर यो कल्पना पनि गर्न सकिँदैन। यस्ता भ्रमपूर्ण कुरा चाहिँ ननिकालिदिनु होला कृपया। तर उहाँ चाहिँ पदको लोभी भयो, अवसरवादी भयो भन्ने कुरा चाहिँ यसलाई कसरी पुष्टि गर्नुहुन्छ? तपाईँ के भन्नुहुन्छ? के साँच्चै उहाँ अवसरवादी पदको भोगी नै हो त? कुलमानजी आफै चाहिँ अवसरवादी अथवा पदको लोभी भन्न म सक्दिनँ। उहाँलाई पनि उचाल्ने मैले अघि नै पनि भनिसकेँ। उहाँ कतै न कतैबाट परिचालित हुनुहुन्छ भन्ने कुरा पुष्टि गर्छ यो 12 दिनको चाहिँ सँगै बसाइ र फेरि छुटाइदियो। अब के त राष्ट्रिय स्वतन्त्र पार्टीलाई सिद्ध्याउनका लागि विभिन्न तानाबुना बुनिएको छ के राष्ट्रिय स्वतन्त्र पार्टी तपाईँले? अब तपाईँको प्रश्नको मैले जवाफ दिन पर्दाखेरि आम नेपाली जनताले चाहेको पार्टी हो त्यो। जुन कोही कसैले आँट गर्नुहुन्छ सिद्ध्याउँछु, कतै न कतैबाट खेदेर लखेड्छु चाहिँ, अब चाहिँ यसलाई कमजोर बनाउँछु, अझ यसका मुद्दा छन् भन्ने जुन उद्देश्य बोक्नु भएको छ नि, तपाईँहरू आफै पतनको बाटो हो। राष्ट्रिय स्वतन्त्र पार्टी कहिले पतन हुँदैन, कहिले पनि हुँदैन। उसले जनताले माया गरेको पार्टी हो नि त, ऊ आफैले पार्टी खोलेको होइन नि त। तिम्रै कारण आज तिम्रो एमाले, काङ्ग्रेस, माओवादी लगायतका पार्टीको कारणले नै राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ खडा भएको हो। तिम्रै कारण, तिम्रै दुष्कर्मको कारण नै चाहिँ कुलमानजीहरू आउनु भएको हो, हर्कहरू आउनु भएको हो। त्यस कारणले गर्दाखेरि पतन त तिमीहरू भइसक्यौ नि। तेस्रो 24 गतेकै उसमा पतन भइसकेन भने अब फेरि के खोजेको छ? होइन, उनीहरूले भन्दैछन् त फेरि खरानी टकटकाएर फेरि पनि हामी आउँछौँ भने अहिले त हुङ्कार मचाइरहेका छन्। यो त उनीहरू यो देश केपी शर्मा ओलीजीले त झन् के भन्नु, यस्ता स्याल बिरालाहरूको एकताले केही उनीहरूलाई छैन, भ्रष्टहरूको एकता भन्नुहुन्छ रवि राष्ट्रिय स्वतन्त्र पार्टीलाई त। केपी ओलीलाई प्रश्न छ जनताको तर्फबाट, आम नेपाली तिनकोट जनताको प्रश्न छ, तिमीले यदि त्यस्तो नगर्दिएको भए, तिमीले राम्रो गरिदिएको भए नि, अनि कहाँबाट देश जल्यो त क्या? अनि तिमी आफैलाई थाहा छैन रे नि त, थाहा छैन देश जलेको? को थियो प्रधानमन्त्री? तिम्रो बाउ थियो। तिम्रो बाउ भनेको विदेशी हो, तिम्रो बाउ त राम्रै छन्, त्यो थाहा छ। मैले त्यो भन्न खोजेको होइन। विदेशी कुनै बाउ थियो उसले परिचालन गरेको तिमीलाई भन्देऊ न नेपाली जनतावाडी किन भागेर हिँडेका छौ? हेलिकप्टर चढेर तोदिन। अनि अहिले यस्ता वाहियात र कुतर्क किन गरिरहेका छौ? तिमीलाई कसरी नेपाली जनताले फेरि मानिदिन्छ? यस्ता वाहियात र कुतर्क गर्न छोड र आम नेपाली जनतासँग माफी मागेर, जानिएन गल्ती भयो भनेर क्षमा मागेर अरूलाई सुम्पिदेऊ। त्यो पद पनि तिमीले लिनु पर्दैन, तिम्रो पार्टीका अरू राम्रा मान्छे पनि छन्, उनीहरूलाई देऊ। अब केपी शर्मा ओली, पुष्पकमल दाहाल, प्रचण्ड, शेरबहादुर देउवालाई नेपाली जनताले पत्याउँदैन, विश्वास गर्दैन? कसरी विश्वास गर्छ यिनलाई? यिनैकै कारण आज यिनैले जलाएको देशमा 23 र 24 26 जना चाहिँ 66 67 जना चाहिँ मान्छे मारेर अझै यिनका घरमा अर्बौं रुपियाँ जलेको के नेपाली जनताले बिर्स्यो? अनि यिनैलाई मान्छ? नेपाली तिम्रा झोले कार्यकर्ता बाहेक अरू कसैले मान्दैन तिमीलाई। यति कुरा लेखेर राख। हैन, अब चुनाव जितेर फेरि त्यही आउँदैछन्, उनीहरू नै आउँदैछन् भन्ने कुरा छ नि त। उनीहरूले चुनाव जितेर यो नेपालमा फेरि आएर शासन गर्छन् भन्नु र मरिसकेको लास घाटबाट फेरि फिर्ता आउँछ भन्नु उस्तै उस्तै हो। त्यस कारणले तिमीले यो कुरा बुझ कि तिमीले गरेको भ्रष्टाचार, तिमीले गरेको ठगी, तिमीले गरेको एउटा नियुक्ति गर्दाखेरि चाहिँ अरबौं खरबौं मागेको, करोडौं मागेको, तिम्रै आसेपासे भरौटेलाई चाहिँ नियुक्ति गरेको, आज सर्वोच्च लगायतका विभिन्न अदालतमा तिम्रो झोले न्यायाधीशहरू नियुक्ति गरेको, झोले चाहिँ वकिल नियुक्ति गरेको, जुन मालपतका भ्रष्टाचारहरू तिम्रा एउटा आफ्नै जग्गा चाहिँ पास गर्न जाँदाखेरि चाहिँ तपाईँको लाखौं करोडौं चाहिँ खर्च गर्न पर्ने अवस्था ल्याएको के तिमीलाई अब पत्याइदिएर मान्दिन पर्ने? अनि राम्रो गर्यौ, अनि राम्रो गरेको भए तेस्रो 24 गते घटनामा जलेर तिमीहरू खरानी हुन्छ भनेर भागेको होइन? भागेर कति दिन लुकेर अहिले अझै जिब्रो मुन्टो हल्लाइरहेका छौ। तिमीलाई लाग्छ त्यही अब फेरि पनि तिमीलाई लिएर आउँछ नेपाली जनताले जिताएर?